अब चाहिँ गुड मर्निङ है साथीहरू। उज्यालो भयो 6:15 भयो। टाइगरमा आएर जाडोले हिटर तापेर बस्दा बस्दा हो। आज निकै गाडी छ, पुरा गाडी छ हो। ऊ माथिदेखि हेर्नुहोस्, देख्नुभयो डबल लाइन गाडी छ हो। यहाँ फर्किने पनि निक्लिसक्यो हो, गाडीको जामहरू हो। मैले त गाडी कुदाएको 15 वर्ष जस्तो भयो है। अन्त यहाँनिर हाम्रो अब पहाडमा दार्जिलिङमा हाम्रो चालक साथीभाइहरू चाहिँ कति वर्षदेखि चाहिँ टाइगर हिल आउँछ होला है, आउनु भएको होला। तर अब गाडी हेर्नुहोस् राखेको हो, कुन सालदेखि आउनु भएको होला, कति वर्ष भयो होला टाइगर हिल आउनुहुन्छ। र कसलाई थाहा छैन टाइगर हिलको कन्डिसन हो। बाटोमा गाडी राख्नुपर्छ, जग्गा हुँदैन तर पनि हाम्रो चालक दाजुभाइ साथीभाइहरूले यसरी गाडी राखिदिनुहुन्छ। अनि समस्या यहीँ सुरु हुन्छ हो, जाम भएर हो। गाडी राखेर चाहिँ यहाँ ओह्रालो फर्किने गाडी पनि निक्लिसक्यो हो। हेर्नुहोस् त है, सबलाई थाहा छ नि यहाँको कन्डिसन यस्तो हुन्छ भनेर होइन। गाडी एकपट्टि साइड गरेर राख्नुपर्छ भन्ने, तर पनि यो चाहिँ अब जानी मूर्खता देखाउनुहुन्छ। अन्त यसरी गाडी हो चाहिँ जानी मूर्खता देखाउनु। देख्नु हेर्नुहोस् त, म तल पनि गरिदिउँछु। चारैतिर गाडी छ। लु अब कहाँबाट चाहिँ निस्केर जान्छ होला निस्किनेहरू चाहिँ हो। हेर्नुहोस् न, कुन जुगदेखि कुन सालदेखि चाहिँ टाइगर हिल धाउनु भएको छ है, आउनुहुन्छ आउँछौँ। र हामी सबैलाई थाहा छ यहाँको कन्डिसन होइन। त्यो कन्डिसन थाहा हुँदै पनि यस्तो गर्छौँ। अब यो चाहिँ कसलाई दोष दिने हो, पुछ्नुहोस् मजाले हो। हेर्नुहोस् त, कसलाई दोष दिने।